Hello everyone, नमस्ते फ्याफुला वेलकम ब्याक टु माई न्यू भिडियो न्यू भ्लगमा। आई होप तपाईँहरू एकदमै सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु साथीहरू। नयाँ दिन नयाँ भिडियो लिएर तपाईँहरूको सामु आइसक्यो। अनि आज पनि म चाहिँ जानुपर्ने हुन्छ पूजामा। सो अहिले चाहिँ म बाबुलाई गाडीसम्म पुऱ्याएर अहिले चाहिँ म घर जाँदा जाँदै ब्लग स्टार्ट गरेर आएको छु। साथीहरू नयाँ हुनुहुन्छ भने प्लिज मेरो च्यानललाई सब्सक्राइब गर्नु होला अनि पुरानो हुनुहुन्छ भने मिठो मिठो कमेन्ट र लाइक हाल्न चाहिँ नभुल्नु होला है साथीहरू। सो अहिले चाहिँ म फटाफट घर गएर चाहिँ तयारी भएर चाहिँ पूजामा जानुपर्ने हुन्छ साथीहरू हो। सो म पूजामा जाँदा जाँदै तपाईँहरूसँग भेट्छु, हेर्दै गर्नु होला, स्टे ट्युन। साथीहरू अहिले चाहिँ म चाहिँ माथि आइरहेको छु हो। माथि आउँदा ब्लग फेरि कन्टिन्यू गरिरहेको छु। अनि घरमा चाहिँ आएर फटाफट आफ्नो कामहरू चाहिँ गरेर अहिले चाहिँ म माथि डाँडा आइसकेँ नि त। हाम्रो घर चाहिँ तल पर्छ अनि पूजा भएको चाहिँ माथि पर्छ नि त आसुहरूको। सो अहिले चाहिँ म अलिक घरदेखि माथि आएर स्टार्ट गरेर आएको छु। यस्तो उकालोमा चाहिँ पुरा स्यास्या हुन्छ। अनि अहिलेसम्म चाहिँ पानी परिरहेको छ, कत्रो हावाहुरी आइरहेको थियो। अनि अहिले चाहिँ ठिक्क म हिँडेपछि चाहिँ रहेको छ। अन्त अहिले चाहिँ म माथि आइसकेको छु हो। अब चाहिँ पूजा भएको घरमा चाहिँ मैले भिडियो लिन्छु लिँदिनँ त्यो चाहिँ थाहा छैन होइन। सकेसम्म चाहिँ म लिने ट्राई गर्छु हो। किनकि आज चाहिँ पूजामा धेरै मान्छेहरू आउनुहुन्छ नि त। सो मलाई चाहिँ सरम लाग्छ साथीहरू। म बोलेर चाहिँ भिडियो गर्दिनँ होला, तपाईँहरूलाई केही झलकहरू चाहिँ देखाउने प्रयास गर्छु। ल साथीहरू म माथि गएपछि भेट्छु, हेर्दै गर्नुहोस्। साथीहरू अहिले चाहिँ म यहाँ आइसकेँ हो। अब चाहिँ नजिकै आइसकेँ। अघि म आएको चाहिँ त्यहाँ त्यो यो बाटो पुरा जुम गरेर पनि हल्का देखिरहेछ। यतातिर चाहिँ पुरा गाउँै गाउँ छ, यता माथि पनि गाउँ छ, त्यहाँदेखि मुनि पनि गाउँै छ। हामी चाहिँ त्यो तल्लो गाउँको हो। यहाँ चाहिँ मासतिर चाहिँ पूजा छ। मेरो हालत चाहिँ पुरा बहुत गर्मी भएर यस्तो चिसोमा पनि उकालो जाँदा जाँदै। सो अब चाहिँ म एकछिनमा भेट्छु। ज्ञान प्राप्ति गरेको छैन साङ्गेतोङ हो नि त। यो त छेउमै भेट्ने कुरा हो नि त। साङ्गेतोङ भनेको त हजार बुद्ध हो। मुसेको पनि बनाएको पर्छ होला नि त। यस्तो चिली काटेर सँगसँगै बल्छ त सुक्छ होला नि त। साथीहरू अहिले चाहिँ म चाहिँ बाबु लिनु जाँदैछु हो। अघि चाहिँ मैले भ्लग गर्न सकिनँ है, त्यसको लागि आइएम सरी है। म चाहिँ अघि नै घर आएर चाहिँ थोरै कामहरू गरेँ हो। अनि अहिले चाहिँ बाबु लिनु जाँदैछु साथीहरू। अनि आजको दिन चाहिँ मेरो यसरी नै बित्यो। तपाईँहरूको कसरी बित्यो प्लिज कमेन्ट गर्नु होला। अन्त फेरि पनि लास्टमा चाहिँ के भन्न चाहन्छु भने नयाँ हुनुहुन्छ भने प्लिज मेरो च्यानललाई सब्सक्राइब गर्नु होला। अनि पुरानो हुनुहुन्छ भने मिठो मिठो कमेन्ट गर्न चाहिँ नभुल्नु होला अनि लाइक हान्न चाहिँ नभुल्नु होला है साथीहरू। सो मस्त मलाई चाहिँ होला भन्दै बाई बाई एभ्रिवान।